फेरि यहाँ हाम्रो टिनेजर एल्डरहरूको समूहमा जानेछु र उहाँलाई कस्तो लाग्यो ठाउँ भन्ने कुरा म केही कुराहरू उहाँको बिचमा राख्नेछु। उहाँको आफ्नो भाव विचार धारणाहरू के रहेछ म हेर्छु। एस्टर, let me see. कस्तो लाग्यो तिमीलाई यो ठाउँ? Rachel, how are you feeling today? Very good. Yeah, that's कस्तो लाग्यो तपाईँलाई? धन्यवाद। बहिनी मुना कस्तो छ आज? एकदम रमाइलो। अलिअलि जाडो पनि छ। जाडो त भयो नि। ज्योति कस्तो लाग्यो बाबु आज? पद्मा कस्तो लाग्यो बाबु? एकदम रमाइलो। डबल कस्तो लाग्यो आज? एकदम रमाइलो लाग्यो। सिमोन कता गयो सिमोन? कस्तो लाग्यो बाबु? सेल्फी खिच्दैछन् हाम्रो युएनआरसीको युथ टिमले। भान्जी केमिसी कस्तो लाग्यो? कस्तो लाग्यो? रुमिला केमिसी कस्तो लाग्यो बाबु आज? हजुर एकदम रमाइलो राम्रो ठाउँ छ। राम्रो ठाउँ छ? हजुर। धन्यवाद। र यहाँ धेरै टाढा टाढाको मान्छेहरू पनि आएका छन् यहाँ यो बिचमा रमाइलो मान्न र यहाँ आफ्नो आफ्नो ठाउँमा रहेर सबैले इन्जोय लिइराखेका छन्। यहाँ हाम्रो एल्डर देव गुरुङ अनि पास्टर साइमन मास्टरको फर्किँदै हुनुहुन्छ। त्यहाँ माथि फेरि आमा दिदी बहिनीले आफ्नै ठाउँमा रहेर फोटो खिच्दैछन्। अनि सर जाउँ मासतिर। यसो पानी बढेर आउँदैछ सर। धन्यवाद।